कहिलेकाहीँ सरस्वती साथीसँग पनि घुम्नुपर्छ क्या पर्छ कुन पोजिसन हो यो के छ साथी खै तिम्रो फोटो देखाइदिन्छु अब तिम्रो नि त देखाउनै पर्यो नि त सेन्टर अफ एट्र्याक्सन तिमी हो नि त फेरि होइन बाई बाई फेरि पोजिसन चेन्ज है आज हाम्रो खानेकुरा हामी यहाँ यसरी खाना लगाइरहेछौँ बवाल छ तपाईँहरूलाई म हल्का खानेकुराहरू देखाउँछु है त खै तिम्रो बजेको के भयो होइन नि रङवाला आउँदै थियो ल हेर्नुहोस् 95 व्यञ्जनको खानेकुरा यो सब हो है त उहाँसम्म के खाने हो मैले एक पिस हालेको 2 किलो भएछ एकदमै धेरै एकदमै बवाल हेर्न सक्छौँ माछाको अन्डा माछाको ससेज काउलीहरू कस्तो ऊ मेरो मोबाइल बज्यो है त अब यसरी खानेकुरा आउँछ नम्बर 3 अब म खानेकुरा देखाउँछु है त यो मलाई बोलाइरहेको छ यसले नाइस इज 3 Oh, nice. Thank you. ल हेर्नुहोस् गाइज 2 किलो बज्यो तिम्रो नि अब यहाँ चाहिँ हाम्रो यो मसलाहरू हालेर खान सक्छौँ इट्स गुड के छ कति किलो छ मेरो 2 किलो छ हाम्रो सरस्वतीको पनि बज्यो के बज्यो तिम्रो घन्टी बज्यो है त उसको पनि ल 3 जनाको घन्टी भइसक्यो तिम्रो कति किलो छ मेरो तिमीहरूको भन्दा चाहिँ धेरै छ है 2 जना यत्रो लम्बु छ अनि खानु पर्यो नि त 2 जना भन्दा अग्लो छ इन्जोय छ आज रमाइलो वाउ नाइस दोस्रो हो ओके चेस सर खाऊ त एकचोटि टेस्ट गर त मैले त अलिकति देखाउँदिनँ किनकि म प्रो छैन हाउ इज इट नाइस हाम्रो सरस्वती दिदीले खाइसक्नु भएको छ तातेको छ है अब जाडोमा है त अब म पनि सुरु गर्छु किन ढिलो शुभ कार्यमा होइन फाइनली भ्याइसक्यो गाइज थ्याङ्क यू सर फर डिनर थ्याङ्क यू सरस्वतीले पनि भ्याइसक्यो थ्याङ्क यू फर जोइनिङ मी हाम्रो बलियो मान्छेले चाहिँ अलिकति खान नसक्ला जस्तो लाग्छ खाना पनि अब कसरी सक्नुहोस् 2.5 किलो थियो होइन त्यही भएर पनि होला 2.5 किलो त्यही भएर